सो हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ कार्तिकको 15 गते होइन र बाबु, कार्तिकको 15 गते मेरो चाहिँ यहाँ झापा दमकबाट बुटोलको रिटर्न ट्रिप छ है। आज हामी फर्किँदैछौँ। आज पनि एक्लै फर्किन्छु भनेको, फेरि साला बाबु पनि जाने कुरो हो। अनि साला भेना होइन त अर्जुन, साला भेना रिटर्न जाँदैछौँ। हामी चाहिँ ठ्याक्कै यो दमकको यो भाटभटिनी अगाडि छौँ। भाटभटिनी यहाँको ध्वस्तै भएको रहेछ, यसरी जलेर ध्वस्तै छ भाटभटिनी। यो भदौ 23-24को जेएनजी आन्दोलन र त्यो विद्रोह र त्यसमा भएको घुसपैठको कारणले यो पनि यहाँ पनि यस्तो ध्वस्तै बनाएको रहेछन्। विधानसभा रहेछ यहाँ पनि। ठिक छ साथीहरू, यहाँबाट अगाडि बढ्छौँ, अपडेट दिँदै गर्छौँ है त। यो चाहिँ इटरी बजार है साथीहरू। अहिले हामी इटरी बजार आइपुगेका छौँ। यो इटरी चोक, यताबाट राइट लाग्यो भने धरान, लेफ्ट लाग्यो भने इनरुवा, अनि हामी अगाडि जान्छौँ बुटोलतर्फ। इटरी बजार व्यापक रहेछ, ठुलो रहेछ। इटरी बजारमा चाहिँ पानी परेको छैन है साथीहरू, यहाँ अलि पानी परेको छैन, तर हामी अगाडि पानी भिज्दै पनि आइयो। साथीहरू अहिले हामी इनरुवाबाट हामी कोशी हुँदै अहिले हामी कोशी ब्यारेकमा छौँ है साथीहरू। अहिले हामी कोशी इलाकामा प्रवेश गरेका छौँ। लगभग हामी 2.5 घन्टा पानी परेर एकदम गाह्रो भयो यात्रा गर्नलाई। हामी दमकबाट 2.5 घन्टा समथिङ हिँडेपछि चाहिँ यो पानी पर्छ। 2 घन्टा लाग्छ नि पानी परेर पुरै रेनकोट किनेर, अनि एकछिन त बुझियो रेनकोट लिएर टक्कर आएर रेनकोट आएर पुरा तयारीका साथ हिँडेको छौँ। अहिले पनि रेनकोट खोलेको छैनौँ, किनकि पानी पर्ने मौसम एकदम नाजुक छ, भरै छैन। कपडा पनि नपर्ने, ठुलो नलाग्ने, त्यही भएर हामी रेनकोट लाएरै पुग्छौँ। कहाँसम्म जान सकिन्छ, मौसम कहाँसम्म चाहिँ गडबड छ। ल साथीहरू, अहिले चाहिँ हामी कोशी ब्यारेकमा इन्ट्री गरिसकेका छौँ। दुईवटा कोशी ब्यारेक देखाएर हेर त खास भयङ्कर रहेछ। जाने बेलामा हामी दमक जाने बेलामा ठुलो धरान हुँदै गएको, जग्गाबाट बर्दिवास धरान हुँदै पनि जाने रहेछ बाटो होइन। गाईघाटबाट आउने बेलामा चाहिँ त्यो अहिले हामी कोशी ब्यारेकमा छौँ साथीहरू। कोशी ब्यारेक चाहिँ व्यापक ठुलो रहेछ है, यत्रो टाढा लामो रहेछ नि, यति टाढा छ। यता लगभग हामी झापा दमकबाट 2 घन्टा ओर पानीले गर्दा लगभग 2.5 घन्टै लाग्यो। 10 बजे हिँडेको 12 बजिसक्यो, यहाँ आइपुगेका छौँ। व्यापक ठुलो हो यो। अझ हिजो अस्ति आज त अलिक पानी कम परेछ, हिजो अस्ति पानी कन्टिन्यू पर्दा त यो पानीले लिमिट मासतिरै पुगिसकेको थियो होला, आज कमै देखिएछ। यता सायद पुरै भारत सुरु हुन्छ, यता पर भारतको बिहार, यता चाहिँ नेपाल है। हाम्रो यता नेपाल हो। कोशी ब्यारेकदेखि उता यो सप्तकोशी नदीबाट उतापट्टि चाहिँ भारतको बिहार सुरु हुन्छ सायद। यहाँ अगाडिबाट वेलकम टु इन्डिया पनि देख्दै थिएँ मैले लेखेको। त्यही भारत सुरु हुन्छ त्यहाँबाट, नजिकै रहेछ भारत।
बोर्डरमै रहेछ यो। अनि कस्तो महसुस हुँदैछ अर्जुन बाबुलाई? रमाइलो भयो नि यात्रा? अलिकति है डिस्टर्ब गर्यो नि हाम्रो यात्रालाई, पानीले हल्का डिस्टर्ब गर्यो। हामी कहाँ थियौँ अरे पानी पर्दा? काने पोखरीमा आएर चाहिँ पानीले भेट्यो। हुन त त्यहाँभन्दा अगाडि भेटेको होइन, त्यहाँ आएर चाहिँ हामीले रेनकोट लाउनै पर्ने गरायो। त्यहाँबाट रेनकोट लगाएको, भर्खर कोसी ब्यारेकमा आएर खोल्यौँ। ठिक छ, अलिकति धुलोले पनि मचिएछ। साथीहरू अहिले हामी कोसी ब्यारेकमा छौँ है। कोसी ब्यारेकमा दमकबाट हाम्रो यात्रा सुरु भएको थियो, अहिले चाहिँ हामी कोसी ब्यारेकमा छौँ। त्यसरी लामो रहेछ, जिन्दगीमा पहिलोचोटि म यहाँ आएको छु। लम्बाइ पनि निकै लम्बाइ नै रहेछ, कति 52 ढोकाइ कति छ होइन क्या। यहाँ हामी 34 वाला ढोकामा छौँ, 34 नम्बरको ढोकामा हामी छौँ अहिले। 52 कति भनेको सुनेको थिएँ। अब यो 1960-65 समथिङमा बनेको यो चाहिँ होइन, यो ब्यारेक चाहिँ नेपाल भारतको म्युचुअल कोअर्डिनेसनमा बनेको होला यो होइन। अहिलेसम्म 2025-26मा यो 60-65 वर्ष पुरानो भइसक्यो। विशेषज्ञहरूको अनुसार यो चाहिँ अलिकति कमजोर पनि भइसकेको छ अरे है। लिमिट पानी एकदम बढ्दै, पानीको बहाव बढ्दा, लिमिट क्रस गर्दा कता कता यो अलिकति जोखिमयुक्त छ भनेको सुनिन्छ। हाम्रो यहाँबाट यता चाहिँ इन्डिया सुरु हुन्छ है, इन्डियाको बिहार स्टेट राज्य सुरु हुन्छ, यता नेपाल। ठिक छ, जिन्दगीमा पहिलोचोटि आइएपछि ब्यारेक देखियो, लामै रहेछ। ल साथीहरू, अहिले हामी कोसी ब्यारेकमा छौँ है। अब हामी यहाँबाट निस्किँदैछौँ 37-38। कोसी ब्यारेकमा कतिवटा ढोका छ भन्ने कुरो अब हेर्छौँ हामीले। यहाँ 52 कति भन्ने जस्तो लाग्छ, हेरौँ चेक गरौँ। अब अगाडि गइन्छ, कोसी ब्यारेक अगाडि गएर बाइकमा फुल ट्याङ्क गरिन्छ, बाइकमा तेल छैन। गरेर नास्ता खाएर पचपन्नवटा ढोका रहेछ साथीहरू, 55 वटा रहेछ कोसी ब्यारेक। कोसी ब्यारेकको वरिपरि चाहिँ यस्तो छ, इन्ट्री पोइन्ट एक्जिट पोइन्ट चाहिँ यस्तो छ साथीहरू। साथीहरू हामी चाहिँ लाहान आइपुगेको छौँ। सिराहाको लाहान बजार है, लाहान 1 मा छौँ साथीहरू। बाटो खत्तम छ, यहाँको पनि बाटो त वाइल्ड रहेछ एकदम। धुलो धुवाँ प्रदूषण, एयर पोल्युसन, सबैतिर एयर पोल्युसन। साथीहरू अहिले भर्खरै मिर्चैया बजार आइपुगेका छौँ साथीहरू। सिराहा जिल्लाको मिर्चैया, सिराहा जिल्ला मिर्चैयामा चाहिँ मिर्चैयाबाट चाहिँ बाटो काट्ने रहेछ। एउटा कटारी माथितिर कटारी लाग्ने, उदयपुरको कटारी। अब सिधा बाटो चाहिँ अब हामी दक्षिण जाने पुग्यो। एउटातिर मास्तिरबाह भन्छ चाहिँ कटारी, उदयपुरको कटारीतिर जाने बाटो यहाँ मिर्चैयाबाट छुट्ने रहेछ होइन। बाटो चाहिँ यहाँ पनि बन्ने क्रममा छ, विस्तार हुँदैछ बाटो, सडक एकदम
ठुलो उसमा, त्यसैले अलिकति बाटो ठाउँमा वाइल्डै छ। त्यही हाम्रो बुटोल नारायण घाटको जस्तो बाटो अलिकति दुःखै छ। अब उता बुटोलदेखि यता पूर्वतिर प्राय धेरै ठाउँमा चाहिँ बाटो यो बढाउने विस्तार हुने काम भइरहेको रहेछ भटाभट। त्यही हो। पश्चिमतिर चाहिँ खासै बाटो भत्का छैन, पहिलाकै पुरानै सानै बाटो छ। पूर्वतिर चाहिँ बुटोलदेखि यता सबै प्राय भत्काएर बनाउने क्रममा छ बाटोहरू। सक्दो छिटो बनाउन्, नेपाल सरकारले सक्दो छिटो बनाओस्। साथीहरू, अहिले हामी धनुषा जिल्लाको मिथिला नगरपालिका छ ढल्केबर भन्ने बजारमा आइपुगेका छौँ। अब यहाँबाट हामी यो साइड लाग्नुपर्छ है, कत्लैया हुँदै हामी हेटौडा पुग्ने हो। यता जलेश्वर गइयो भने जनकपुर पुगिन्छ है साथीहरू। जलेश्वर यता देब्रेतिर जलेश्वर, लेफ्टमा त्यताबाट जनकपुर, यता राइटमा चाहिँ हामी कत्लैया हुँदै हेटौडा, वीरगञ्ज, पोखरा, हेटौडा, नेपालगञ्ज, बुटोल सब यो बाटो। उता गइयो भने जनकपुर है साथीहरू। ढल्केबर बजार चाहिँ व्यापक रहेछ, राम्रो छ। अहिले हामी महोत्तरी जिल्लाको बर्दिवास भन्नेमा आइपुग्दैछौँ। महोत्तरी जिल्लाको बर्दिवासमा आइपुगेका छौँ। बर्दिवास बजारमा यहाँबाट मास्टर गयो भने हामी धरान जाने बाटो हो। पछाडि गइयो भने चाहिँ पूर्वतिर गइयो भने जमक झापातिरै जाने हो क्या। पश्चिम चाहिँ हामी बुटोल जाँदैछौँ साथीहरू। यहाँबाट अब 100 कति किलोमिटर छ क्या हो हेटौडा पुग्छ है। पछाडि नारायण घाट अनि हामी बुटोल है साथीहरू। यो चाहिँ बर्दिवास बजार निकै राम्रो छ। बर्दिवास बजार चाहिँ अलिक सफा रहेछ, अलिक बाटोहरू त्यति धेरै नभत्काएको रहेछ यहाँको। साथीहरू, अहिले हामी लालबन्दी नगरपालिका सर्लाहीमा छौँ है। हामी महोत्तरी जिल्ला बटेर सर्लाही जिल्लामा आइसकेका छौँ। सर्लाहीको यो लालबन्दी भन्ने साथीहरू, अहिले चाहिँ म बिन्दवासिनी होटेल एन्ड गेस्ट हाउसमा छु। यो चाहिँ बागमती नगरपालिका 12 सर्लाहीको करमैया भन्ने ठाउँमा आइपुगेको छु। बिन्दवासिनी गेस्ट हाउसमा बस्दैछु। यहाँभन्दा अगाडि चाहिँ नजाने विचार भयो। रातिको बाटो फर्स्ट टाइम यति लङ हिँडेको छु। यो रुट फर्स्ट टाइम। यहाँबाट लगभग 80 किलोमिटर, हाम्रो हेटौडा पुग्न 80 किलोमिटर छ। गए त सकिन्थ्यो, तर जङ्गलको बाटो पर्छ, रिक्स हुन्छ भनेर बाइक बिग्रियो भने तनाव, 2 जना मात्र छौँ, रिक्स नलिगम, रस नगरौँ भनेर आज हामी चाला भेना यहीँ बस्ने विचार भयो होइन अर्जुन? हजुर। मस्त बसिन्छ, टक्क खाइन्छ, बिन्दास सुतिन्छ। भोलि 4 बजे नै राति उठेर टाप होइन, 4 बजे उठेर गयो भने त 8 बजे घरै पुगिन्छ होला। ल साथीहरू, आजको होइन डे यहीँ इन्ड गर्छौँ हामीले। गुड बाई, गुड नाइट।